जब अनएक्सपेक्टेड पाराले एक दिन एक्स्ट्रा छुट्टी पाइन्छ नि, त्यो दिन भनेको लाइक बेस्ट डे एभर हुन्छ के। हाई गाइस, इट्स मी क्रिसेल उप्रेती। सो हाम्रो चाहिँ अस्ति सैटरडे एन्ड सन्डे बिदा भयो थियो, अफकोर्स पब्लिक होलिडे एन्ड मन्डे पनि बिदा भयो के। हाम्रो कलेजमा चाहिँ इन्ट्रान्स प्रोग्राम चलिरहेको छ, इन्ट्रान्स इक्जाम जुनियरको। अनि त्यसले गर्दाखेरि चाहिँ सैटरडे सन्डे इन्ट्रान्स भएको थियो, अनि फेरि मन्डे पनि हुने भयो भनेर चाहिँ समथिङ के एउटा प्रोग्राम हुने भयो भनेर चाहिँ छुट्टी भयो के। अनि म त यति धेरै खुसी भयो नि त्यो दिन। लाइक पहिला के होइन 10 क्लास 11 मा पढ्दाखेरि एक दिन छुट्टी पनि ओ माई गड फाइनल्ली पायो भनेर कस्तो प्रोडक्टिभ लाग्थ्यो होइन। अहिले 2 दिन छुट्टी हुन्छ त्यो पनि इनफ लाग्दैन के। एक दिन लुगा धुँदै जान्छ कलेज छुट्टी भएपछि, एक दिन भनेको त्यो त्यत्तिकै सकिन्छ अनि ल फेरि भोलिपल्ट कलेज लाइफ भने जस्तो फिल हुन्छ क्या। अनि त्यसले गर्दाखेरि चाहिँ म त मन्डे छुट्टी पाएँ होइन, एक दिन एक्स्ट्रा छुट्टीले यस्तो रमाइलो भयो मलाई त। कस्तो प्रोडक्टिभ दिन भयो क्या मेरो। लाइक बिहान उठेँ, नुहाइ-धुवाइ गरेँ, स्किन केयर गरेँ, त्यसपछि मैले अनि खानासाना खाएँ ओरेँ, अनि फेरि बेलुका आरती बत्ती बालेँ। दिनभरि त्यत्तिकै चिल पाराले बित्यो। अनि खानासाना खाएर ओरेर बेलुका स्किन केयर गरेँ ओरेँ। स्किन केयर मेरो चाहिँ त्यो एउटा रेगुलर रुटिन छ क्या। ब्रेसेस लगाएपछि चाहिँ त्यो मेरो रुटिन चाहिँ फलो भएन। कहिलेकाहीँ त पहिला पनि स्किप गरिन्थ्यो ब्रस गर्ने यताउता किनकि ब्रेसेस नलाएको टाइममा होइन। कहिलेकाहीँ स्किप भयो भने त्यस्तो प्रब्लम हुँदैन थियो कि, बट ब्रेसेस लगाएपछि स्किप भयो भने ओ माई गड मलाई बेलुका म 11 बजे उठेर लाइक 11:30 बजे उठेर नि म ब्रस गरेर आउँछु क्या, मलाई गाह्रो हुन्छ क्या त्यसले गर्दाखेरि। अनि प्रपर कपाल बान्नै पर्छ, अनि त्यसपछि प्रपर लाइक फेस वास गरेर अनि आनन्दले सुत्नुपर्छ कि मलाई। अनि त्यतिखेर नि मैले यही रुटिन फलो गर्दैछु मेरो बेलुकाको। अनि त्यसपछि लाइक मेरो सेरम लाउनु पर्ने थियो, एभ्री अल्टरनेट डेजमा लगाउनु भनेर भनिरहेको थियो कि डर्माटोलोजिस्टले। अनि त्यसपछि ठ्याक्कै मन्डे मेरो रुटिन थियो, लगाएँ ओरेँ, मोइस्चराइज गरेँ ओरेँ, अनि त्यसपछि सुतेँ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज, लभ।